हेलो एभ्रिवान, स्याउनी भन्दै आज म अर्को भिडियो मार्फत आइसकेको छु र तपाईलाई म विशेष गरी के भन्न चाहन्छु भन्दा मेरो सिक्किम ग्रिटिङ भिलेज युट्युब च्यानल छ। यसलाई लाइक, सब्स्क्राइब, कमेन्ट, फलो गर्नुहोला। र यति भन्दै म तपाईलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ मैले एउटा उहिले बचपनमा मेरो खेलौना थियो, त्यो खेलौना चाहिँ मैले आज लिएर आएको छु हो। र त्यो चाहिँ म तपाईलाई भिडियो मार्फत देखाउनेवाला छु। अन्त उहिले चाहिँ अब मेरो कस्तो खेलौना थियो र कसरी बाल्यकालमा खेल्थेँ भन्ने कुराहरू तपाईलाई देखाउन चाहन्छु। हेर्नुहोस्, यो तपाईले के भन्नुहुन्छ है? यस्तो छ चिज चाहिँ हो। तर यो किन्नुको लागि हामी बजार जान्थ्यौँ। बजारबाट आएपछि बहुत खेल्थ्यौँ। यसमा एउटा क्याप पाउँथ्यो। क्याप टक्कै यो जस्तै म यो खोल्न चाहन्छु। यो खोल्यो, यो भाग चाहिँ यो पोर्सन तपाईँ देख्दैन। यो पोर्सनमा चाहिँ क्याप टक्कै लगाएर चाहिँ यो घडप्पै यसरी झार्यो त हो। यसरी यस्तो गर्दै हामी पुरा खेल्थ्यौँ, पुरा मजा लाग्थ्यो। अन्त चाहिँ त्यो टाइममा त्यसरी खेल्दै हामीले चाहिँ सानो उमेरमा हामी चाहिँ यस्तो खेलाउँथ्यौँ हो। र अहिले मैले आज यो देख्दाखेरि चाहिँ मलाई है अब अहिले चाहिँ भिडियो बनाउनु मन पर्यो हो। भिडियोमा तपाईलाई मैले बाल्यकालको कुराहरू सेयर गरेँ। यस्तो हुन्छ र अहिले यो बजारमा पाउनु छोडेछ। यस्तो चिज यति रमाइलो चिज थियो, अब यो पाउनु छोड्यो। आज मैले पाएँ र भिडियो मार्फत लिएर पनि आयो। र यस्तै भिडियो हेर्नुको लागि सिक्किम ग्रिन भिलेजलाई हेर्दै गर्नुहोला भन्दै आजलाई यति नै मेरो भिडियो। अर्को भिडियोमा फेरि भेट हुने नै छ।